जस्तै यो भुटानी शरणार्थी केसमा तपाईँ त एउटा जाने मान्छे पर्नुभयो, यसमा लाने मान्छेहरू चाहिँ को थिए? यसमा केशव दुलाल एउटा भइहाल्यो, सानु भण्डारी एउटा भइहाल्यो, डाक्टर इन्द्रजित राई तपाईँको सचिव गृह सचिव हुनुहुन्छ टेकनारायण पाण्डे होइन, यस्तै यस्तै अरू पनि हुनुहुन्छ। उहाँहरू चाहिँ मन्त्री टोपबहादुर राई माझी अहिले हामीसँगै हुनुहुन्थ्यो होइन, अनि बालकृष्ण काँडदाई नै हुनुहुन्थ्यो। तपाईँको शेरबहादुर देउबा जस्तो मैले भने माओवादीको पालोमा त सुरु भएको केस हो होइन। केशव दुलालले भनेअनुसार तपाईँको के अरे देउबा, शेरबहादुर देउबा, आर्जु राणा होइन, उहाँ चाहिँ तपाईँको केपी ओलीकै तपाईँको जे छैन डाइरेक्ट यसमा कनेक्सन छ र यो काम चाहिँ तपाईँको 100% हुन्छ भन्ने एउटा त्यो विश्वासले गर्दाखेरि चाहिँ मैले यो काममा मैले हात हालेको हो। 24 गते बाहिर निक्लिँदा के थाहा पाउनु भयो त? 24 गते त मैले के थाहा नै पाएन। अब होइन, जस्तै तपाईँहरूको पैसा कहाँ कहाँ लगानी भएको रहेछ भन्ने के थाहा पाउनु भयो? केशव दुलालले यो तपाईँको ललितपुरको ढापाखेल यता त जेम्स स्कुलदेखि यतापट्टि भनौँ न, जेम्स स्कुलकै नजिक त्यहाँ चाहिँ तपाईँको झन्डै 6 आना कि 7 आना जग्गामा एउटा घर उहाँले एकदम तपाईँको मजाको एउटा आलिसान एउटा घर उहाँले बनाउनु भएको रहेछ। त्यो अहिले घर अब तपाईँको जस कम्प्लिट त भइसकेको छैन होइन। त्यसै गरी मैले सुने उहाँलाई समात्दाखेरि अब उहाँको मिसेसको एकाउन्टमा पनि धेरै पैसा थियो अरे भन्ने कुरो पनि अब आएको छ त्यो तपाईँ न्युजमा। अब के हो त्यो होइन। जस्तो तपाईँको सानु भण्डारीले पनि एउटा फेरि घर किन्नु भएको रहेछ उहाँले पनि होइन, त्यो पनि छ होइन, फोटो आएको छ। अर्को तपाईँ सन्देश शर्माले पनि तपाईँको घर किने रहेछ मजाको एकदम तपाईँको के भन्ने फेरि अब नि आलिसान चाहिँ घर हुन्छ नि, अब साथीहरूले लिएर बस्नु भएको रहेछ। जस्तै दाइ अब तपाईँ यो पछाडि त भित्र जानुहुन्छ? एकदम जान्छु म। भित्र जानुहुन्छ, आफ्ना कुराहरू राख्न पाउनुहुन्न। तपाईँले नेपाल सरकारबाट के अपेक्षा गर्नुभएको छ? तपाईँ मार्फत कतिजना अमेरिका जाने भएका थिए तपाईँ सहित? मसँग मेरो जस्तो भनौँ न परिवार बाइकको कुरा गर्दैछु म, 35 देखि 40 जना हो परिवार बाइक। त्यति मार्फत कति पैसा उठाउनु भयो? परिवार बाइक उताको चाहिँ तपाईँको 5 करोड तपाईँको 35 लाख हो होइन। अनि यता मैले त परिवारको पनि दिएको छु फाल्टै, मेरो परिवारको। कति दिनुभयो? मेरो परिवारको तपाईँको 1 करोड 20 लाख होइन, 1 करोड तपाईँ 20 लाखै दिएको छु मैले। त्यति दिनुभयो? दिएको छु। भनेपछि यी पैसाहरू चाहिँ कसलाई बुझाउनु भयो? यो सबै मैले बुझाएको चाहिँ दुलाललाई हो, केशव दुलाललाई हो। केशव दुलाललाई अलिअलि त तपाईँलाई थाहा होला नि त, केशव दुलालले चाहिँ कहाँ लग्यो, के गर्यो, यो जाने प्रोसेसमा तपाईँहरू जतिको व्यक्तिले त सम्भव हुँदैन। पक्कै ठुलै मान्छेको हात हुनुपर्छ। गृह मन्त्रालय प्रधानमन्त्रीसम्म सेटिङ त नभइकन हुँदैन होला पक्कै, किनभने एउटा नेपालीलाई गैर नेपाली बनाएर लाँदै हुनुहुन्छ। मैले यस्तो छ, उहाँहरूले मैले भने नि उहाँहरूले पटक पटक चाहिँ तपाईँको घरि मन्त्रालयको कागज तपाईँको देखाउनु भएको छ, सो गर्नु भएको छ। तपाईँको केबिनेटको चाहिँ नि तपाईँको के अरे नि पेपरहरू चाहिँ नि उहाँहरूले त्यहाँ उयो गर्नु भएको छ नि, देखाउनु भएको छ। त्यो हिसाबले गर्दाखेरि अब हामीले विश्वास गऱ्यौँ नि हामीले, किनभने त्यो पेपर छ नि त हामीसँग। तपाईँको केबिनेटमा जे भएको छ, ल है यस्तो भएको छ है भनेर उहाँले चाहिँ तपाईँको के अरे गरिसकेपछि दाइ त्यो नक्कली भुटानी शरणार्थी बन्दै गर्दा त्यसको प्रोसेसमा चाहिँ के गर्नुभयो तपाईँहरूले? व्यक्तिलाई नक्कली भुटानी बनाउँदै गर्दा कहाँ कहाँ लानुभयो, कसरी प्रोसेस गर्नुभयो, उसको परिचय कार्ड कसरी बनाउनु भयो? होइन त्यो त पेपरहरू सबै त दिनु त के अरे उहाँले नै दिनुभएको हो, दुलालले नै दिनुभएको, केशव दुलालले नै होइन, उहाँहरूले नै दिनुभएको सबै पेपर। अब पेपर यस्तो थियो मेरो तपाईँको हकमा चाहिँ नि उहाँले मलाई एउटा तपाईँको के अरे पेपरहरू दिनुभएको थियो, जुन चाहिँ तपाईँको पेपरमा चाहिँ नि तपाईँको मैले आफै चाहिँ तपाईँको नि फोटो चाहिँ नि अब जस्तो नै लगाएँ मैले उहाँहरूको त जस्तो म मार्फत चाहिँ आउनु हुने अरूको फोटो लगाइदिएर। उनीहरूको परिचय कार्ड पनि निक्ल्यो दाइ? परिचय कार्ड चाहिँ तपाईँको निस्केन, परिचय कार्ड निस्केको थिएन तपाईँको, खालि त बायोमेट्रिक चाहिँ भएको थियो। कहाँ भएको थियो त्यो बायोमेट्रिक चाहिँ? बायोमेट्रिक तपाईँको के अरे थुप्रै उसमा भएको छ, जग्गामा भएको छ, ठाउँमा भएको छ। जस्तो तपाईँको चाहिँ नि यो के जम्सीखेलमा एउटा भएको छ, अनि एउटा तपाईँको इटरीमा भएको छ होइन। भनेको
नेपाली नागरिकलाई भुटानी बनाउन तपाईँहरूले त्यो ठाउँमा बायोमेट्रिक गर्नुभयो। हजुर गरियो। त्यो चाहिँ कसले गर्यो त बायोमेट्रिक चाहिँ? अब यस्तो थियो केशव दुलालले चाहिँ नि के चाहिँ उहाँले भन्नुभएको थियो भन्दाखेरि यो चाहिँ त मन्त्रालयको मान्छे हो, त्यो मान्छे आउँछ तँ जा, अनि फेरि उताबाट यो मान्छे आउँछ भनेर अब उहाँहरूले चाहिँ मान्छे चाहिँ पढाइ गर्नुहुन्थ्यो। म त त्यहाँ यसो जाने तपाईँको अब होइन बसिदिन्थेँ, उनीहरूले गर्थ्यो बायोमेट्रिक। को मान्छे थिए त्यो बायोमेट्रिक गर्ने केही थाहा छ तपाईँलाई? बायोमेट्रिक गर्ने मान्छे उहाँको के अरे नम्बर चाहिँ तपाईँ वाट्सएपमा छ उहाँहरूको नम्बर। त्यो नम्बर म अहिले गर्दैछु, त्यो नम्बर मैले अहिले 2-4 दिनदेखि नम्बर म हेरिरहेको छु, भेटिरहेको छु होइन, त्यो नम्बर म यो गर्छु। भनेको यो सबै इलिगल वाट्सएप मार्फत हुन्थ्यो? हजुर वाट्सएपबाट। भनेको तपाईँहरूलाई इटरीमा र झम्सीखेलमा 2 ठाउँ गरेर बायोमेट्रिक? इटरी, झम्सीखेल, अन्य अरू ठाउँमा पनि भएको छ तपाईँको चाहिँ विराटनगरमा पनि भएको छ होइन, विराटनगर भएको छ, तपाईँ काठमाडौँमै भएको छ, लगभग 10 देखि तपाईँको 12वटा जग्गामा भएको छ बायोमेट्रिक। अनि अर्को कुरा तपाईँको नजरमा तपाईँलाई लाग्ने चाहिँ जस्तै यसको हात छ भन्ने के छ केशव दुलाल भन्दा माथि? होइन अब यस्तो छ, उहाँले जुन तरिकाले एउटा मन्त्रालयको कागज होइन जति पनि उहाँले मन्त्रालयको कागज दिनुभएको छ, बुझाउनु भएको छ, त्यो मलाई लाग्छ त्यो डुप्लिकेट अथवा फेक होइन त्यो पेपरहरू। भनेको त्यतिखेर गृह मन्त्रालय स्वयं संलग्न थियो नै जस्तो लाग्छ मलाई। अब त्यो त इन्भेस्टिगेसन गर्ने काम त मेरो होइन नि त, त्यो त अब पुलिसको हो नि त। यो सबै तपाईँहरूको यो खेल भनेको चाहिँ यो बायोमेट्रिक गर्ने, नक्कली बनाउने, पैसा उठाउने,